जो ठेकेदारले कालीकोटबाट मान्छे ओसार्ने गरेका छौ तिम्रो पाता कसिन्छ पछिल्लोबाट भ्रष्टाचार यो रेकर्ड गरेर राख किनभने जनताको पैसा विकासमा लगाऊ तुम्बा बाबुबाजे पनि धनी र अरबपति होइनन् हलो जन्मेकै छोरा हो काट्टा कुट्टा पढाउँदै गइकन 10 लाखको पुलमा 10 करोडको पुल बन्छ भने 8 करोड गरेर 2 करोड कमिसन खाइकन खरिद भयो त्यो भावनालाई अहिले पनि भन्छु सुनिल हेरिल विचार गरिल नेपालको सबभन्दा ठूलो अख्तियार हो अख्तियारका प्रमुख आयुक्तदेखि आयुक्तसम्म हामीसँग चिया खाएर बस्छन् याद गर किनभने भ्रष्टाचारका विरुद्धमा आज पनि हामी लडिरहेछौँ त्यही भ्रष्टाचारका विरुद्धमा लड्दा लड्दै एउटा अभियानका आज राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्ता भएको हो मेरो लडाई नै भ्रष्टाचारका विरुद्ध पूर्वबाट थापाहरू नाङ्गो घर भत्या बिर्हिलौ ठेकेदारले बिर्हिलौ खोलाउँदो गयो करोडौं रुपियाँ हरेक बाटो क्या गाह्रो छ त्यही भावनाले अहिले के छ भने चुनाव हो स्वतन्त्र गर जनता आउन हवै जाउँ न घरबाट चुनाव प्रचार गर्ने हवैको अधिकार छ होइन क्या मैले जसरी बाटो अलिकति खाली गरिदेऊ न हौ टटी क्यान्सल त ठोकियो पैसा तिहारमा ठोके होइन त्यो भावनाले पोर्खाबाट यसले केही गरौँ न नुजे मैले हुत्री जान्छन् हुत्रिएनन् आम्मै गाउँडा दाजुभाइ हो अलिकति राम्रो गरेनन् हुनेर नसकेर होइन तिनीहरूका टाउका नेताले पनि सक्दैनन् मसँग याद गरेर बस त्यो भावनाले अहिलेबाट भन्छु यो गाडी जुन चलाउनलाई पैसा हालेका छौ नि तिनीहरू जो कालीकोटबाट मान्छे बोकेका छौ नि गोटीजुला व्यापारी त भाग्यमानी भयो अन्न मैले कार्यक्रम गर्दै हौ पहिला मैले त एक गाडी पनि कहीँबाट ल्याइन अहिले पनि यहाँ यो हिना गाउँपालिका भन्दा बाहिरको मान्छे नै छैन 1-2 जना हामी त आया मान्छे हुनन् सबै यहीँको मान्छे अनि अब के भयो भने चन्दनाथबाट सुरु गर्यौं पूजा ओरीको घर दैलो क्या अब ओरीको घर दैलो त कनका सुन्दरीबाट गर्नु पर्यो नि घर दैलो कार्यक्रम भनेर गएको गोडीजीलाई आमसभा भइदियो हवै आइदिएर मुख्य नुवा भनेको म अनि आउँ त्यो व्यापक भइगयो अनि पोरीले के हुन्छ भने ज्ञानेन्द्र शाहले त सिधाइ गरिनु रे भनेर अब देखाउनलाई कालीकोटबाट मान्छे ओसारिएको छ कति गाडी गयो यहाँबाट गोडीजुला आज पनि गए के रुपियाँ कहाँबाट आउँदा जो ठेकेदारले सहयोग गरेका छौँ भ्रष्टाचारीहरूलाई